नमस्ते साथीहरू, आजको भिडियोमा म तपाईँलाई भन्दैछु कि तपाईँ आफ्नो नोबेल ब्याङ्क खातामा पैसा कसरी डाल्ने यानि कि डिपोजिट कसरी गर्ने। आजको भिडियोमा तपाईँलाई चेक यो छ नि डिपोजिट चेक यो कसरी भर्ने कसरी ब्याङ्कमा बुझाउने स्टेप बाई स्टेप तपाईँको बताउँछु। ल भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला। चला भिडियोलाई स्टार्ट गरौँ। त साथीहरू एउटा कुरा हेर्नु होला, तपाईँको इङ्ग्लिसमा छ भने सबै भाषा इङ्ग्लिसमा लेख्नु होइन, नेपालीमा छ भने केही पनि नेपालीमा लेख्नु। सबसे पहिले आफ्नो खाता नम्बर यहाँ हालिदिनु, त्यहाँ ऊपर थिचिदिनु सेभिङ। तपाईँको के पनि खाता छ सेभिङ छ भने सेभिङ हालिदियो। यहाँ शाखा छ वीरगञ्ज ब्रान्च यानि कि वीरगञ्ज। यहाँ तपाईँको कुन ठाउँ हो, कुन ठाउँमा नोबेल ब्याङ्क छ त्यहाँ हालिदियो। मेरो छ वीरगञ्ज। यहाँ खाताको पुरा नाम हालिदियो नेपालीमा। तपाईँको केही पनि एउटै चुज गर्नु, हिन्दी या नेपाली। एउटा यहाँ डेट हालिदियो जो टाइम तपाईँ डिपोजिट गर्न चाहनुहुन्छ भने। यहाँ डेट भइसक्यो। त्यहाँ तपाईँको एनपीआर यानि कि नेपाली रुपियाँमा क्लिक गरिदिनु, टिक मारिदिनु। यहाँ तपाईँको टोटल एमाउन्ट छ नि त्यहाँ कति राख्ने, त म यहाँ 10,000 अक्षरमा लेखिदिन्छु। नेपालीमै लेख्ने, जति ठाउँमा लेख्ने अक्षर हो या पनि केही पनि नेपालीमा हालिदिने। इङ्ग्लिस नेपाली हुँदैन, यसरी मिस्टेक भइहाल्छ। त्यहाँ नि 10,000 रुपैयाँ यहाँ हालिदिनुहोस्। त्यहाँ छ 10,000 गुणा तपाईँको पकेटमा छ नि 1000 छ भने 1000 को 10 छ यानि कि त्यहाँ हालिदिनु। 10,000 छ तपाईँको 10 हो, यहाँ 1000 छ 10 को 10 हालिदिनु। यहाँ टोटल भइसक्यो 10,000। यहाँ 10,000 भइसक्यो। त यो निचे इसको खिचेर टोटल कति छ भने यहाँ 10,000 हालिदियो। अर्को छ 500 छ भने 500 हालिदियो। 1000 छ भने कतिको नोट छ 1000 वहाँ 11 12 तपाईँको यहाँ साइन गरिदिनु। डिपोजिट गर्न मान्छे यहाँ साइन गर्नुपर्छ। त्यहाँ फोन नेम राखिदियो नेपालीमा। डिपोजिट गर्न मान्छे तपाईँको नेपालीमा केही पनि असर हुन्छ भने भइहाल्छ। अहिले नाम पुरा तपाईँको फ्रेस आउनु पर्यो। अहिले यहाँ भइसक्यो। अब यहाँ पर तपाईँको फुल नेम डिपोजिट गर्न मान्छे यहाँको फुल नेम हालिदियो कन्हैया। म तपाईँ यहाँ आफ्नो नाम लेखिरहेको छु। ल साथीहरू, तपाईँको डिपोजिट स्लिप रेडी भइसक्यो। अब यो कागज गएर ब्याङ्कमा बुझाइदियो वा क्यास दिइहाल्नु। तपाईँको 1 मिनटको अन्तरमा तपाईँको खातामा पैसा आइहाल्छ। ल बाई बाई।